24 वर्ष बित्यो दुल्लु दरबार अझै भग्नावेशमै नेपालको गौरवशाली इतिहास पुनर्निर्माणको पर्खाइमा। आजको पालामा न्याय छिन्ने ठाउँ हो। अहिले जीर्ण भइसक्यो, कसैले हेर्दैन के अरे। कसैले केही गल्ती गरेका आएछ भने कुर्रा लगाउँथे राणा शासन। नेपालको इतिहास, खस सभ्यता, नेपाली भाषाको विकास र 2200 राज्यको गौरवसँग जोडिएको दैलेखको ऐतिहासिक दुल्लु दरबार आज पनि भग्नावेशका रूपमा उभिएको छ। 2059 साल वैशाख 28 गते तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा विस्फोट गराएर ध्वस्त पारिएको यो दरबार 24 वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन। अर्कमा परौला अथवा योग हुन्छ उस्तो हुन्छ भन्ने डराएर भए पनि सत्य बग्न लगाउने ठाउँ भए हुनाले पनि अब यसको नाउँ धर्मगद्दी भनिएको। पुनर्निर्माणको विषय पटक पटक उठे पनि सरकारी प्रतिबद्धता भाषणमै सीमित रहँदा नेपालको महत्त्वपूर्ण इतिहास सम्पदा दिन प्रतिदिन जीर्ण बन्दै गएको छ। दुल्लु दरबार कुनै सामान्य भवन होइन, यो 2200 राज्यकालको दुल्लु राज्यको राजदरबार, खस सभ्यताको महत्त्वपूर्ण केन्द्र तथा जुम्लाका खस मल्ल राजाहरूको शीतकालीन राजधानी थियो। इतिहास अनुसार विक्रम सम्वत 1453 राजा संसारी मल्लले दुल्लु राज्य स्थापना गरेका थिए। त्यसपछि दुल्लु राज्यले पश्चिम नेपालको राजनीति, प्रशासन, न्याय र सांस्कृतिकमा महत्त्वपूर्ण भूमिका खेलेको इतिहासमा पाइन्छ। त्यतिबेला जुम्लाको सिङ्जा क्षेत्रमा हिउँदमा अत्यधिक चिसो हुने भएकाले खस राजाहरू हिउँदयाममा दुल्लु सम्झेर यही दरबारबाट राज्य सञ्चालन गर्थे भने गर्मीयाममा पुनः सिङ्जा फर्कने चलन पनि थियो। यसकारण दुल्लु तत्कालीन प्रशासन, सैनिक गतिविधि, न्याय, सम्पदा र राजकीय निर्णयको मुख्य केन्द्र बनेको छ। इतिहास अनुसार विक्रम सम्वत 1846 कार्तिक 21 गते अमरसिंह थापाको नेतृत्वमा गोर्खाली सेनाले दुल्लु राज्यलाई नेपालमा एकीकरण गरेको थियो। त्यसपछि पनि रुद्र शाह, श्रीभक्त शाह, भक्तबहादुर शाह, पृथ्वीनारायण शाह हुँदै जङ्गबहादुर शाहसम्म दुल्लुको राजकीय व्यवस्था कायम रह्यो। विक्रम सम्वत 2018 नेपाललाई 14 अञ्चल 75 जिल्लामा पुनः संरचना गरेपछि दैलेखको सदरमुकाम बजार क्षेत्रमा सारियो र दुल्लु दरबारको प्रशासनिक महत्त्व क्रमशः घट्दै गयो। हालसम्म भग्नावेशका रूपमा रहेको पक्की इट्टाको दरबार विक्रम सम्वत 1981 मा तत्कालीन दुल्लुका अन्तिम राजा जङ्गबहादुर शाहले निर्माण गराएका थिए। स्थानीय इतिहास अनुसार निर्माणका लागि बाहिरबाट दस्य कालीगढ समेत ल्याएका थिए। करिब 2 वर्ष लगाएर निर्माण गरिएको यस दरबारमा परम्परागत नेपाली वास्तुकलाको उत्कृष्ट नमुना देखिन्थ्यो। 3 तले दरबारमा 52 वटा झ्याल ढोका, बाक्ला ढुङ्गा र इट्टाका ग्राहक कलात्मक काठको नक्कासी तथा बलियो संरचना रहेको उल्लेख पाइन्छ। यसअघि पुरानो दरबार धर्मगढी क्षेत्रमा रहेको इतिहासमा उल्लेख गरिएको छ। दुल्लु क्षेत्र दरबारका कारण मात्र प्रसिद्ध छैन, नेपाली भाषाको पहिलो शिलालेख यही क्षेत्रमा भेटिएको मानिन्छ। प्रसिद्ध कित्तीखम्म, पञ्चकोशी तीर्थस्थल, पञ्चदियोल, पार्थनाउली, कोदगढी, बेलासपुर, झरना ताल, गुफा लगायत धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदाले दुल्लुलाई नेपालको ऐतिहासिक केन्द्रका रूपमा चिनाउँछ। यी सम्पदाहरूले खस सभ्यता, नेपाली भाषाको विकास र नेपालको मध्यकालीन इतिहासलाई आजसम्म जीवित राखेका छन्। 2059 वैशाख 28 गते सशस्त्र द्वन्द्वका क्रममा माओवादी पक्षले दुल्लु दरबारमा विस्फोट गराएर ध्वस्त बनायो। त्यही समयमा अछामको मङ्गलसेन दरबार र दैलेखका सदरमुकामको गोडा दरबार पनि क्षति पुगेका थिए। पछि गोडा दरबार र मङ्गलसेन दरबार पुनर्निर्माण भए, तर दुल्लु दरबार भने 24 वर्ष पुगिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन। स्थानीय सरकारका अनुसार दरबार रहेको जग्गा तत्कालीन राजाको व्यक्तिगत नाममा कायम भएकाले स्वामित्व हस्तान्तरणको कानुनी प्रक्रिया पूरा हुन नसक्दा पुनर्निर्माणमा समस्या
समस्या आएको हो। पुनरातो विभागले समेत कानुनी प्रक्रिया पूरा नभएसम्म निर्माण अघि बढाउन कठिन हुने जनाएको छ। यता स्थानीयवासी भने वर्षौंदेखि पुनर्निर्माणको माग गर्दै आए पनि आश्वासन बाहेक कुनै ठोस काम नभएको गुनासो गर्छन्। अहिले दरबार परिसर झाडीले ढाकिएको छ, कतिपय संरचना अवशेष समेत भत्किँदै गएका छन्। समयमै संरक्षण र पुनर्निर्माण हुन नसके नेपालको महत्त्वपूर्ण इतिहास धरोहर सदाका लागि लोप हुने खतरा बढ्दै गएको इतिहास विरुद्धको चेतावनी छ। दुल्लु दरबार केवल दैनिक सम्पत्ति मात्र होइन, यो खस सभ्यता, नेपाली भाषाको उद्गम, 2200-2400 राज्यको इतिहास र नेपालको राष्ट्रिय पहिचानसँग जोडिएको अमूल्य सम्पदा हो। त्यसैले यसको मौलिक स्वरूप जोगाउँदै वैज्ञानिक ढङ्गले पुनर्निर्माण गर्नु राज्यको आवश्यकता भएको स्थानीयवासी, इतिहासविद र सम्पदा संरक्षणहरूको साझा माग छ। 24 वर्ष बितिसक्दा पनि दुल्लु दरबार पुनर्निर्माणको पर्खाइमा छ। इतिहासको गौरव बोकेको यो सम्पदाले फेरि कहिले आफ्नो पुरानो स्वरूप बनाउने पाउने हो भन्ने प्रश्न आज पनि अनुरित छ। दर्शकबिन, दुल्लु दरबारलाई फेरि पहिलाकै जस्तै बनाउनको लागि तपाईहरूले यस भिडियोलाई जति सकिन्छ शेयर गरी सबै नेपालीहरूको माझमा पुर्याइदिनु होला र यो दुल्लु दरबार फेरि पनि पुनः संरक्षणमा आउनुपर्छ भन्ने सबैको माग रहेको छ।